अहिले चाहिँ हामी गाउँमा लठारो बाटिरहेको छौँ। अलि तन्काएर है तानेर गर्नुपर्छ नि। हामी दुईजनाले चाहिँ थाम्न नसक्ने गरी तान्नु पर्यो क्या। दुईजना थाम्न सक्ने लठारै त्यही भएर त हामी चाहिँ दसैँ आउँदाखेरि सधैँ लिङ्गे पिङ लगाउने हाम्रो चलन परम्परा अनुसार चाहिँ आज हामी पिङको लागि चाहिँ हाम्रो आँगनमा ठुलो बत्ती बालेर चाहिँ सबैजना भेला भएर पिङको लागि लठारो बाट्न थालेका छौँ। एकदमै रमाइलो वातावरण छ यहाँ, हेर्नलाई पनि रमाइलो लाग्छ। सबैजना मिलेर लठारो बाटिरहेछौँ। हामी पात टिप्ने पात उडाउने हो, तर यहाँ पोया चाहिँ गोपाल दाइले अरू दुईटा चुडिए पनि गोपाल दाइले लगाएको छुट्टिँदैन। कन्फर्म भयो। कस्तो मिलाएर क्या फेरि सिद्धा छ क्या एउटै दरको हुर्कै लाउनु रहेछ नि त। यो अलिक दिन काठमाडौँ बसेको अरे कि एउटा मान्छे अनि पहिले तोरीको खेतीपाती सबै गरेको मान्छे काठमाडौँ बसेको बाउसँग यसो बारीमा घुम्दै जाँदा यो के हो चट्टमाथि मिलेको यो के हो भनेर सोधेछ अरे। बाले यसो सम्झेको पहिले तोरी उसैले माडेको घुमाएको दाइँ गरेको उखेलेको अनि तन्नामा बोको पारेर तोरी बोकेको सबै सम्झेछ नि त बाउले। अनि रिस उठ्यो नि त उसलाई, काठमाडौँ बस्दा यसले अब रानी बिर्सिने भन्ने लागेछ। अनि बाउको पालो कसिएर गालामा तोरीकै फुल्ने गरी दिएछ। झापड दियो, झापड दिइसकेपछि छोरोले के भनेर थाहा छ? तोरी भन्नु नि कुटिराख्नुपर्छ। चिल्लो देखेको दर्शकहरू गर्ने भन्दा धेरै हेर्ने देखियो यहाँ। पक्का जेन्जी त मात्रै रहेछ। हजुर पक्का जेन्जी यो मात्रै रहेछ। जेन्जी भनेको चाहिँ जेन्जीले जे पनि गर्न सक्छन्, त्यही लठारोमा पनि दामी खालको वाद्य दिन सक्छन्। कति हात भयो कति हातको बनाउनु पर्छ? 52 यसलाई चाहिँ बाब्यो भनिन्छ। यो बाड्दै गरेकालाई लठारो हो। यो बाब्योले लठारो बनाएको हो। बाटिँदैछ यो चाहिँ लठारो बाट्नेलाई चिया हामीले रेडी पारेको दिदीले र मैले भएर। यहाँ चाहिँ चिया आउँदैछ है, म खान नि चिया ब्रेक गर्ने कुरो भन्दा टी ब्रेक यता पनि टी ब्रेक भएको थियो कि। के छ यो चाहिँ हाम्रो पिङ लाउने कसरी लाउँदो रहेछ भन्ने थाहा हुँदैछ नि? हुँदैछ। यो चाहिँ पिङको लठारो अब चाहिँ हाम्रो यो सकिन आँटेको छ लठारो बाट्ने कार्यक्रम। उनीहरूले आधी डोको घाँसलाई तानेर उकासेर एक डोको बनाएर लिएर आउँथे होइन। घरमा चाहिँ एक डोकै लिएर आएको पार्नलाई। अनि म चौतारा बिसाएको हुन्थेँ, यसो खाँदी दिँदा पिँदाबाट अलिकति माथि आधी त हुन्थ्यो होइन। न घाँस काट्न जानु न छोड्नु हुन्थे होइन। मैले भारी पुर्याएर बोकुन् भनेर गरी खाउन् भन्ने पाराले गरेँ। अब होइन काकाले त साँच्चै हो जहिले होइन। त्यो डाक प्रसाद गौतम भन्ने मान्छे छन् कि इलाममा, के भने हाम्रो देवी दाजुको जेठु। हजुर उनले चाहिँ घाँस काट्न घरका 4-5 जना जाँदा रहेछन्। अनि ऊ खेलेर बस्ने ढुङ्गाले
रुखमा हानेर बस्ने अरे अनि अरूले आधा आधा भारी पुर्याइसकेपछि आफ्नो अरूको 2 भारी जति खोसखास पारो दिएन भने 1-2 झापड लाग्यो सबैले अनि त्यो घाँसको भारी सबै बाँधेर लिएर घर आयो अब फेरि काट्नु पर्यो नि त उनीहरू त रित्याउनु भयो नि अरू त अनि अरू घाँस काटेर अब अलिक थोर ल्याउनु पर्यो नि त थोर लिएर आउँदा घर आइपुग्दा बाले फेरि अरू सबैलाई ठट्टाउँथ्यो अरे त्यसो गरेर त होइन मैले त घाँस चोरिए त होइन टाढ पारेको लिएर आउने हो त टाढा यसरी उकासेर झुसी ल्याएका हुन्थ्यौँ हामीले डोकामा पनि उँभोपट्टि होइन झुसी भइसक्यो हुन्थ्यो हुन चाहिँ तर काकाले जहिले थिचिँदा तलै पुर्याउनुहुन्थ्यो के मजाले खुट्टाले कुल्चेर त खाँदेर त ल्यायो न तिमीहरूले घाँस जिन्दगीमा होइन हामी धेरैजना थियौँ त्यही भएर थोरै काट्दा पनि पुग्थ्यो पुग्न चाहिँ हामी धेरै काम छ र के हाम्रो चाहिँ यो सकिन लाग्यो अब लास्ट हो यो चाहिँ मैजार हो काम फत्तै हुन आँटो अब हामी चाहिँ भोलि चाहिँ फेरि यो लिङ्गाहरू बनाएको पनि सबै देखाउने छौँ अब चाहिँ हामी शिवालय मन्दिर बनिरहेको ठाउँमा पिङ हाल्न जाँदैछौँ। यहाँ चाहिँ पिङ लाउनको लागि लिङ्गाहरू काट्नु हुँदैछ लिङ्गाहरू ल्याइसक्नु भइसक्यो बाँसको लिङ्गा ल्याएको छ हामी यहाँ चाहिँ मालबाँसको दर्शकहरू पनि हुनुहुन्छ यस्तो राम्रो सिन छ हाम्रो चाहिँ यस्तो हरियाली वातावरण छ यस्तो राम्रो मौसम छ खोइ 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 नजिकै पनि हाम्रो मन्दिर बनिरहेछ यहाँ चाहिँ शिव मन्दिर बनाउन आँटेको हो हामीले चाहिँ के खेल्नु भएको बाबुले बाबुले के खेल्नु भएको माटो अर्को छ एउटा फेरि उडेको चरा समाइदिन्छ
जानेका म्याम हजुर पानी बाँडेर आएको म उयो बासी कस्तो पर्छ यता उँधो तान्नुपर्छ उँधो अलिक तान न बस न बस किन भारे मिल्छ के भारे माथि गरेपछि फेरि उयो बासी पड्किन्छ जस्तो तलबाट हेरौँ ल कतापट्टि बढी डुब्रेको छ उब्रो त यता चलमा ओ विनय एउटा बोतल ल्याएर लठारबाट एक बोतल पानी यहाँ त बस्नुपर्छ क्या घाममा किन कुदेछ अब अर्को वर्ष सृष्टिले हाल्नु नि त आउँदिन होला अर्को वर्ष कोइला हो गया डरे जुवा राख्ने बेला भए चाहिँ एउटा तान सुमनको अड्क्यो पहिला तानतिर हो होला अब मिल्छ अब कमल दान जहाँ चाहिँ अलिक फाटिएको छ त्यतापट्टि राख ल अनि सुमनको थोरै अग्लो भयो यहाँबाट हेर्दा यताबाट के छ होइन यहाँ चाहिँ पिङ बनाएको हेर्ने मान्छेहरू पिङ लगाउन निकै गाह्रो रहेछ भन्ने कुरा थाहा भइसक्यो यहाँ
धेरै राउन्ड बनायो भने फेरि 18 होला नि त फरक कतिको छ आजको यो पिङ लगाउने काम पनि सम्पन्न लगभग हुन लागेको छ। अत्यन्तै रमाइलो गरी काम सम्पन्न भयो र यो कठिन काम लिङ्गा जोड्ने यो लठारो बान्ने काममा चाहिँ हाम्रो भाइहरू सुमन र कमलले एकदमै धेरै दुःख गरेर यो पिङ यतिको बान्ने काम गरेका छन्। उनीहरूलाई पनि धेरै 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 धन्यवाद दिन चाहन्छौँ हामी, किनभने उनीहरू बेगर यो आज सम्भव पनि हुने थिएन। यो कठिन कामको लागि चाहिँ उनीहरूको ठुलो योगदान रहेको छ। यहाँ पूजा गर अब तिमीहरूको काम तिमीहरूले पिङको दुईपट्टि पूजा गर ल यहाँ र चोटपटक नलागोस् कुनै दुर्घटना नहोस्। को जेठो तिमीहरू जेठो कान्छ सुत्यो अब तिमीहरू नै खेल्ने पहिला ल म खेलाइदिन्छु। पैसा पैसा टिपौँला न कहीँ जाँदैन ल अब फराक छ है नडराउनु ल। कतिको डराइँदैन बाबु ए छोड्दैन बाबु उता छ लाग्छ बाबु ल अब पछि खेल्नु ल पूजा गर्नेहरूलाई गरिदिए के जोडी मात्रै छौ लाग्छ अगाडि त नआउ दुधी सरकार सबैको केटाकेटी लडाइँ गर्दै यहाँ मसँग फेरि म दिउँला म तिमीहरू एकै भएका हो हो पाल्लो हो त्यो समात भयो पैसा अहिले समात्ने पैसा समात्ने हातमा खाली छैन नि त। लाग्दैन यहाँ समात्नु म छु त मैले म समात्छु नि त हो त्यसै समात्छु हो त्यसो भन्दा मैले म समातिदिन्छु नि त। कति मजा ल भयो कति लामो भइसक्यो होला भाइलाई उता कहिले काहीँ पिङ भनेको बङ्गिन्छ क्या त्यो भर्खर सेट भएको होइन अनि ठिकै गर्नुपर्छ साह्रै धेरै पनि मजा आउँदैन त्यहाँबाट कालो आउँछ क्या बिस्तारो कति मजा है सँगैको रनिङ गर्ने ओलम्पिक खेल हारिएको छ धेरै होइन त्यो त काम्रो यस्तै रहर हो नि त रहर इलेकै रहर हो
मजाको फर्स्टको सिल छ मिलेको थियो नि मैले देखे यो लिङ्ग भित्र जस्तो भयो यतापट्टिको अझै यता ढल्काउनु पर्छ यो अघि मिलेन क्या सुरुमा सुरुमा एकैचोटि जोड्दाखेरि मिलाउनु पर्ने रहेछ क्या सुरुमै हो अब कहाँ त्यो त थाहै भएन बसेर खुट्टा राख्ने राम्रो बाटे मलाई थाहा भइसक्यो मचाउने पनि तरिका हुन्छ नि त केटा सकेनन् मलाई कसैले भयो अब च्यापै समात्यो भने मात्रै केटा दुर्घटनामा पार्यो भने त अलिक गरम छ नि आज हामीले पिङ पनि लगायो पिङ पनि खेलिसक्यो अघिल्लो दिनदेखिको लठारो बाट्नेदेखि यहाँ बनाएर चट्ट पिङ पनि खेलियो हाम्रो भिडियो चाहिँ आज यही अन्त्य गर्छौँ फेरि अर्को भिडियोमा भेटौँला पानी पनि पर्न लाग्छ आकाश गडन गुडुङ गर्न थाल्छ क्या अब घरतिर लाग्नुपर्छ बाई बाई